उकेतिर बसेर जता पनि बिल्डिङ मात्रै देखेर धेरै वाक्क भयो भनेर मैले चाहिँ अब यहाँ पहाडमा एकचोटि चरणलाई लिएर आएको छु यतातिर गार्डनमा एकदम बेस्ट ठाउँमा वान लिएर आएको छु अब यतातिर हेरौँ अब कतिको बेस मान्छ बेस मान्दैन गर्मी चाहिँ अलिक चर्को छ अरे नेपालभन्दा पनि धेरै चर्को तन घाम लागिरहेछ यतातिर यहाँ पनि टिकट काट्नुपर्छ जता गए पनि टिकट काट्नुपर्छ अब यहाँ टिकट काट्नलाई पनि यहाँ जिडुआम्बाई किमा राखेको रहेछ टिकटहरू 4 जनाको लागि 1600 म दिन्छु ल यसरी काट्ने यस्तो छिर्न साथै यस्तो गार्डन यहाँ त रिल्याक्स यो यस्तो शीतल हुने ठाउँ हो क्या यो यता माछाहरू पनि छ ल जान साथै ल साथीहरू यस्तो दामी माछाहरू ठुल्ठुलो कोही फिसहरू रातो माछा कोही फिसहरू छ त्यहाँ उताबाट देख्छ यो खामाकुरा आउँदा चाहिँ यो पार्क घुमेन भने त खामाकुरा आएको चाहिँ भ्यालु नै हुँदैन खामाकुरा ल ठुलबार रमाइरहेछ त्यस्तोमा माछा त दामी छ त यहाँ फेरि माछालाई दाना हाल्नु मिल्दैन कि यता हाम्रो नेपालको जस्तो हेर्ने मात्रै हो यो कोही माछा भन्छ यसलाई राम्रो आइरहेछ दामी छ त गर्मी भएर आएकोलाई कस्तो भयो शीतल छ यहाँ त शीतल छ यहाँ भगवान पनि छ यहाँ गएर यस्तो राम्रो भगवान यहाँ बरु यसलाई बुद्ध जस्तो लाग्छ भगवान बुद्ध यो जस्तो लाग्छ मफु 5 अवतार लिन्छ भन्छ भगवान बुद्धले हैन भगवान बुद्ध 5 अवतार यही त होला नि अब र माथि यहाँबाट पहाड चढ्ने हो त्यहाँ यो रेस्ट गर्ने ठाउँ हो यहाँबाट पहाड चढ्ने यहाँबाट चढ्ने हो अब हाम्रो पहिला नेपाली किताबमा 8 क्लासको नेपाली किताबमा पढ्ने जस्तै यो बुद्धको भिक्षुहरू जस्तो लाग्ने मलाई चाहिँ त्यस्तो मलाई एक्ज्याक्टली थाहा भएन त्यस्तो जस्तो लाग्छ हामी पहिलो जमानामा कोहीले सम्झेको छ होला नेपाली किताबमा चाहिँ यस्तो छ के एक्ज्याक्टली नाम चाहिँ बिर्सिसकेको मैले अब एक्ज्याक्टली नाम बिर्सिए पनि यस्तो छ अब हामी यो ट्रेकिङ गरेको जस्तै फिल हुने यतातिर सब मन्दिरमा जानलाई सब लाइन बसेर आइरहेको छ पुरै यस्तो भर्याङहरू चढेर बिस्तारै जाने हो सबैजना अब यहाँ यसरी यो भिक्षुलाई पानी खुवाउने भिक्षुहरू यहाँ पट्टी बाल्ने मामाहरू पुरै त्यो गरिरहेछ दर्शन गरिरहेछ यतातिर फुलहरू राख्ने मान्छेहरूले फुलहरू राख्ने ठाउँ मैनपट्टि बाल्ने ठाउँ सब ठाउँ अब यतातिर हाम्रो बुद्ध भगवान भयो बुद्ध भगवान राम्रो छ यस्तो राखेको छु हाम्रो पहिला 8 क्लासमा पढ्ने जस्तो के हो त ठुलबा यो ठुलो भिक्षु हो कि के हो बुद्धको भिक्षु हो यसो हेर्दा भिक्षु नै हो हेर्दा त भिक्षु जस्तो सब यो सानो झट्ट हेर्दा मान्छेहरूले देख्दैन के यो यहाँको भेष अनुसारमा बनाएको रहेछ यहाँ मान्छेले त्यो भेष लाउने यस्तै खालको भएको हुनाले अब यो भिक्षु भए पनि अब हामीलाई चाहिँ अलिकति फरक जस्तो लाग्छ तर भिक्षु नै रहेछ यो भिक्षु त भिक्षु नै हो यो जापानिज फेस आउने जापानिज फेस आउने हामी नेपाली हामी भेष पनि त्यस्तै भयो यहाँको अब भेष लाग्छ त्यस्तै
अनि यो ल मान्छेहरूले यसो यिनीहरूले थाहा हुँदैन यो यसो हेरेर जान्छ होइन यो यहाँबाट सर मन्दिर ट्याक्क राउन्ड मारेर यो ध्यान हुँदैन कि यो ठ्याक्क देख्दैन कि अब हामीलाई चाहिँ थाहा हुन्छ अब बाहिरको त अर्कै धर्म भएको मान्छेले त अब उनीहरूलाई बानर पनि भन्न सक्छ र यो बाँदर यो चाहिँ भिचु है अब भिचु हो त्यो चाहिँ कन्फ्युज नहोस् भिचुलाई त्यहाँ पानी पनि हाल्नु मिल्छ सबैजना पानी पनि हालिरहेछ हामी पनि हाल्नुपर्छ यहाँ पनि सानो सानो बच्चा जस्तो पनि रहेछ ल बच्चा अब यो के भिचुको बच्चा होला यस्तो छ भिचुहरू राखेको रहेछ राम्रो छ राम्रो तरिकाले सजावट यहाँ पनि पानी बगाएर यस्तो राम्रो बनाएको छ कि यो गार्डनमा आउँदा कहिलेकाहीँ यस्तो टाइममा घुम्न आउँदा यहाँ हामी सबैजना परिवार लिएर आउँदा यस्तो पिस फिल हुन्छ कि त्यो पानी हाल्ने पिस फिल हुन्छ कि यतातिर फ्यामिलीहरूसँग आउँदा बच्चाहरू लिएर आउँदा बच्चाहरू हुँदा चाहिँ अलिक गाह्रो नै हुन्छ बचाउनेहरूलाई हामी साथीभाइहरू घुम्न आउँदा चाहिँ राम्रो ठाउँ छ एक दिनको लागि यहाँ रिल्याक्स गरेर ल यस्तो पिक्चर चाहिँ यहाँ पानी सरर बगिरहेछ पानीको आवाजै सुन्न पाउँदा पनि हामीलाई कस्तो माइन्ड फ्रेस भएको जस्तो हुने कि हामीलाई हामी धेरै जस्तो कङ्क्रिट एरिया यो बिल्डिङमा हामी आवाज आउने ठाउँमा बसिरहेको भएर कहिलेकाहीँ यस्तोमा आउँदा त माइन्ड फ्रेस हुन्छ एक हप्ताको कामको प्रेसर हाम्रो टेन्सन सब हटेर जान्छ यो पनि राम्रो छ देउता ल यस्तो छ सबैजना पालै पाइलो मामाले यहाँ भिचुलाई नुहाइरहेछ अब हामी हिन्दू धर्म मान्नेहरूले त गर्छ अब नमान्नेहरूले पनि गर्न आउँछ यतातिर आएर जे होस् मान्छेहरूले चाहिँ जुनसुकै धर्म भए पनि जुन धर्म पनि रेस्पेक्ट गरेको अहिलेसम्म मैले यहाँ आएर चाहिँ फिल भइरहेको छ त्यही भएर रेस्पेक्ट गर्नुपर्छ म नि एकचोटि भिचुलाई पानीले नुहाउँछु म पनि एकछिन भिचुलाई भगवान्लाई धोक्नुपर्छ नि 3 चोटि हाल्नुपर्छ ल अब ढोकेको मिले पनि नमिले पनि हामीलाई अब मिलेन टाउकोमा धोक्ने खुट्टामा धोक्ने खुट्टामा धोक्ने भगवान भनेको भगवान खुट्टा धोक्ने हो नि खुट्टा धोक्ने मैले मैले त मिस्टेक भयो नि मिस्टेक भयो तर भगवान्लाई पनि थाहा हुन्छ नि मलाई थाहा भएन भनेर हैन मामा माथि चाहिँ अब ठुलो बुड्ढो भएको छ ठुलै बुड्ढो हाम्रो जस्तै नेपालको जस्तै यस्तै बुड्ढोहरू छ माथि गुम्बा भनौँ न ट्रेकिङ गरेको जस्तो फिल भएको छैन र ल माथि पुग्यो हामी माथि पुगेपछि यस्तो छ गुम्बा ठुलो गुम्बा यो लाफिङ बुद्ध छ लाफिङ बुद्ध एउटा पनि रहेछ यता माथि टपमा पुगेपछि भ्यू हेर्ने एउटा स्पट पनि छ यतातिर समुद्रको भ्यू हेर्ने अब एनओसीमा पनि यहाँबाट देख्न त देख्छ अब समुद्र सबजना समुद्र भ्यू हेरिरहेछ यताबाट हेर्दा यो समुद्र पुरै समुद्र निलो समुद्रहरू देखिरहेछ पुरै सर्फिङ हानिरहेछ सबैजना मामा पनि यसो पौडी खेल्न जाने हो कि हो पौडी खेल्न जानु पर्ला जस्तो छ अरे गाइज नेपालबाट आएको अब समुद्र देखेपछि त हामी सबलाई त नेपालमा नभएको चिज त यसो ट्राई गर्न मन लाग्ने हुन्छ नि अब टाइम मिल्यो भने मामालाई आज समुद्र लगेको पनि लास्टमा यो भिडियोको लास्टमा हालिदिन्छु समुद्रमा पौडी खेलाको अहिले चाहिँ गर्मी भएर के गरिरहेछ सबैजना यसो मिल्ने ठाउँमा आफ्नो खानेकुराहरू पिउने कुराहरू लिएर आएर यसो बुद्ध ध्यान गरिरहेको बुद्ध रहेछ यता पुरै बुद्धको सैनिकहरू पुरै रिसाएर बसिरहेछ सैनिकहरू 4 जना पछाडि 2 जना अगाडि 4 जना बुद्धको पाइला रहेछ यता यत्रो ठुलो पाइला बुद्धको
लेभल दिएको गरेर हामी पनि पुरै नेपालको भाइस आइरहेको छ, नेपालमै गरिरहेको जस्तो फिल भइरहेको छ हामीलाई त। चिन्क्यू के ब्रेक ल हाइकिङ गरेको जस्तै भयो। यस्तो छ समुद्रको भ्यू पनि। यस्तो बाटो हुँदै हामी ओके नोसीमा बाटो हुँदै हुँदै हामी यो समुद्र हेर्न आएको। यतातिर सबैजना समुद्र हेरिरहेछ। हाम्रो नेपालको बुद्ध भगवान यहाँ रहेछ। सबैले यताबाटै दर्शन गरिदिनु होला। म नि यताबाटै दर्शन गरेर यो गार्डनको एक सबभन्दा एट्र्याक्सन ठाउँ नै यही ठाउँ रहेछ। अनि यहाँ गोल्डफिसहरू पनि धेरै छ। ल यस्तो ठुल्ठुलो गोल्डफिसहरू यहाँबाट झर्ना बगेर सलल मामाहरू उता बसिरहेछ। त्यहाँ फिसहरू मैले त यत्रो माछाहरू अहिलेसम्म यहाँ जापानमा देखाएको छैन। फर्स्ट टाइम यहाँ आएर देखेको। एक नम्बरको दामी प्लेस। लास्टली अब गुफामा इन्टर। यता यस्तो गुफा पनि छ। मामाहरू यो गुफामा यस्तो यस्तो पानी आइरहेछ। पुरै पानी। यता मन्दिर रहेछ। यता चाहिँ भगवान बस्ने रहेछ। यता मामा के भन न। महादेव जस्तो गिटार पुरै के हो गिटारहरूले के माथिबाट त पानी झरिरहेछ हो। यस्तो गार्डनमा यस्तो हुन्छ भनेर सोचेको थियो र। नो रिप्लाई जिउ हो नो को स्नानमा त जिउ हो। यहाँ चाहिँ लेखाएको छ अब टाउको तल राखेर जानुपर्छ भने सरसट रूप। मामाले अलि यसो बुझाइदिनु यो के हो। नेपाल हाम्रो हिन्दू धर्ममा सरस्वती भन्दो रहेछ हैन। यहाँ चाहिँ यहाँ पनि गिटार त्यो उसमा के बिना समातेरै मेरो यहाँ नेसनल बाजै त्यही जस्तो लाग्यो। नेसनल बाजा त्यो हो। बाजा होइन। अब यहाँबाट चाहिँ टाउको तल राख्नुपर्छ है। सानो छ यो र यस्तो सानो निहुरेर जानुपर्छ। यता पनि निहुरेर यहाँ देखाउनुहोस् त। निहुरेको देखाउने ल कति निहुर्नु पर्छ भनेर थाहा हुनुको लागि। ल आए
जापानको गुफा पनि एक्सपिरियन्स गर्यो गुफाभित्रको यहाँ हेरेर पुरै बुद्ध भगवान्हरू यहाँबाट एक राउन्ड गर्नुपर्छ पानी सबै सुयो रहेछ कि माथिदेखि रसेको रहेछ यो पानी रसेको छ ल अलि अँध्यारो पनि छ फेरि यहाँबाट निहुरिनुपर्छ ल कतिको निहुरिनुपर्छ ल हेर साथीहरू एकजना मामा हराइसक्यो गुफाभित्र यहाँ यस्तो छ ल यो भन्थ्योहरू सानो भन्थ्योहरू राखेको छ सोचेको थियो र यो ठाउँमा यस्तो हुन्छ भनेर यस्तो यो ठाउँमा यस्तो पाउँछ भनेर सोचेको थियो र होइन थाहा यो ठाउँ त अब हाम्रो नेपालको के गर्नु त्यो कुन गुफा भन्छ त्योभन्दा पनि गुप्तेश्वर गुफा भन्दा पनि यो पनि गुफै हो तर यहाँ पनि गाह्रै छ उता पनि गाह्रै छ यो उता के अरे लेले भन्दा माथिको एउटा गुफा पनि थियो तर त्यहाँ अलिक सुविधा छ नि यहाँ सुविधा रहेछ सुविधा राखेको छ राम्रो छ हजुर यस्तै गर्नुपर्छ जहाँ पनि राम्रो यस्तो बत्ती हालेर यस्तरी म्यानेजमेन्ट राम्रोसँग गरेर होइन मामा भारत सिंह हाम्रो त्यो सनातन धर्ममा बाल ऋषि भनिन्छ यहाँ यस्तो भिडियोहरू पनि छ यहाँबाट फर डेडिकेसन 300 रुपियाँ अरे माथि हेड राइट साइडमै हो त्यही हो ल यस्तो छ साथीहरू पुरै यस्तो टाउको छुन्छ अलिकति उठ्यो कि अब यहाँबाट पनि चाहिँ ट्याक्क बाहिर निस्कियो सिधा पुगे पनि हुन्छ ठ्याक्कै सिधा पुग्छ यस्तो चाहिँ बाहिर आएपछि अब यो त अब आफ्नो विषहरू तास्ने लेखेर सबैजनाले विष तासेर गइरहेछ सबैको विष पुरा होस् तास्ने जति सबैको विष पुरा होस् यो मेन एट्र्याक्सन फेरि यहाँ यो पनि हो एउटा फेरि दामी छ त यो ल ठुलबा त्यहाँ बस्नु फुल पनि रहेछ नमस्ते मेरो पनि नमस्ते नमस्ते ल ठुलबालाई रमाइलो छ हामी लगभग इनतिर आइसकेको छौँ अब इनतिर पनि यहाँ धेरै फोटो सेसन चलिरहेछ यतातिर सबैजना फोटो हालिरहेछ अब त्यो बेलुन हाल्ने हुन्छ कि यतातिर जापानमा अब धेरैजना यहाँ फोटो खिचिरहेछ अब ठुलबा पनि फोटो खिच्नु भएको छ अब त्यो लाइन धेरै बस्नुपर्ने भएर अलिक गाह्रो भएर अब लास्टमा पनि यहाँ इन्ट्रीमा पनि बुद्ध रहेछ साथीहरू बुद्धको अवतार धेरै रहेछ यतातिर अनि धेरै अवतार पनि छ धेरै बुद्ध धर्म पनि मानिन्छ जापानमा हामीले जस्तै हामीले हिन्दू धर्म माने जस्तै यिनीहरूले पनि बुद्ध धर्म धेरै मान्छ लास्टमा के भन्न छ लास्टमा यो ए ल धन्यवाद हामी यहाँदेखि अब दर्शन गरेँ घुमघाम गरेँ अब ल धन्यवाद सबैलाई पनि धन्यवाद ल हामीको लागि है हजुर धन्यवाद ल अर्कोचोटि फेरि आउँला फेरि भेटौँला भन्दै आउने आजको भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्नु नभुल्नु होला यति नै भने नेक्स्ट भिडियोमा फेरि भेटौँला बाई बाई सी यू टाटा सायोनारा